welcome to the Ruka's Diary, and we are going hiking and we took the bus and we are going. हामी आइसक्यो अनि यतातिर चाहिँ अब त्यो पानीहरुको आवाज आइरहेको यतातिर चाहिँ खोला ठुलो अनि जाँदै हो पानी त्यस्तो आछ यस्तै थियो हामी आउँदाखेरि यो छ नि कोर पानीमै मैले नाम लेखेर गएको अस्ति अनि खाने पानी नि खाने पानी आउँछ त्यो माथि माथितिर आउँछ My fit check is this and her change हुन्छ फेरि एकछिन पछि हुन्छ एकछिन यस घाम आइसक्यो नि हामीले घाम नआउँछ भन्ने सोचेको थियो मान्छेहरु त्यता जाउँ गाइस हामीले चाहिँ टिकट लियो दुईटा यही तलबाट अनि अब चाहिँ हामीले स्टार्टिङ हुँदैछ हाम्रो उकालो चाहिँ अघि नै भएको थियो मतलब उकालो अहिले अब उकालो आउँदैछ यताबाट मतलब अघि न चाहिँ धेरै उकालो थियो फर्स्टमा अनि टिकट लिनुभन्दा अगाडि अब फेरि उकालोमा जाँदै अनि त्यति धेरै उकालो छैन पसिना आइसक्यो अझै माथि जानु पसिना पसिना भइसक्यो एकछिन है कस्तो हावा राम्रो आएको है मेरो चाहिँ पसिनै पसिना भयो अहिले चाहिँ उयो त घाम गाइस हामी चाहिँ यता छौँ अहिले अब हामी हिँड्दै अब चाहिँ रोड आउँछ सो रोड चाहिँ अब आइसक्यो अब हेरौँ गाइस हामीले चाहिँ हाइकिङ गर्दा गर्दा जुलुङ्गे पुल देखेको थियौँ र यतातिर त्यो बुद्धको झन्डाहरू पनि राखेको छ यो चाहिँ रोड हो अनि यताबाट माथि जाने यो चाहिँ धारा छ पानी नभएको एन्ड कस्तो बर्डहरूको आवाज है सो हामी चाहिँ यस्तो ठाउँमा आयो अनि जाँदै हामीलाई 8 किलोमिटर 18 उताबाट 8 किलोमिटर यताबाट सो हामीलाई 8 किलोमिटर हिँड्नु छ हामी कति हिँड्ने थाहा छैन हामीलाई हामी चाहिँ रोड हुँदा हुँदै एउटा गाउँ जस्तो ठाउँ हुने ठाउँमा आइसक्यो यता घरै घर छ सो यहाँबाट जाँदै हामी कस्तो पानीको आवाज आइरहेको सो अन्त अहिले स्निकर्स खाँदै हो रेस्टिङ कस्तो शीतल भएको है हामी अब शीतल मान्छे गाइस यो चाहिँ जङ्गलमा आइसक्यो हामी हिँड्दा हिँड्दै अनि यता कोही पनि छैन हामी मात्रै छौँ अनि यतातिर पानीको आवाज सो हामीले यता बसिरहेको छौँ अनि यता जङ्गलतिरमा शीतल पनि रहेको छ अनि एउटा छाता घाम धेरै भएको कारणले अब चाहिँ हामी तल फेरि जान लागिरहेको ताप्दा मौसम पुगेको छैन अनि धेरै गर्मीहरू भइरहेछ हिँड्दा हिँड्दै लगातार हिँड्दा हिँड्दै अनि धेरै गर्मी पनि भयो यो हल्का घाम भन्ने ठाउँमा चाहिँ गर्मी हुन्छ अनि अरू ठाउँमा चाहिँ फेरि शीतल हुन्छ अनि मैले चाहिँ एउटा झरना जस्तो मतलब खोला देखेको छ खोलामा चाहिँ यस्तो चिसो राम्रो पानी सबै सुन्दर जलको खोलाहरू धाराहरूमा चिसो पानी आइरहेको छ अनि यसले चाहिँ कस्तो चिसो सो हामी चाहिँ माथि टपको सबै पहाडको भ्यू हेर्ने ठाउँतिर आइसकेका छौँ अनि योबाट पनि अझै जानुपर्छ 1-2 किलोमिटर जति अझै अनि हामी चाहिँ यता छौँ यता जङ्गलै मतलब पहाड रहेको छ अनि म चाहिँ यसमा एकछिन आराम गर्दै बसिरहेको यत्रो घन्टा देखाएर हिँडेर अब चाहिँ एकछिन आराम गरिरहेको अब चाहिँ फेरि जानुपर्छ अनि
यहाँ चाहिँ पानी पनि परिसक्यो मेरो ज्याकेट अनि बादल पनि कालो भएको छ यो चाहिँ हामीले देखेको पहाडको भ्यू गाइस हामी चाहिँ हिँडिरहेको थियो अनि यतातिर खसेको बेटा हामीले काफल चाहिँ टिपेर खाँदैछौँ अनि हामी खाँदै यहाँ त सुनसान छ जङ्गल अनि कोही छैन मतलब वरिपरि एउटा रोड मात्रै छ क्या अरू केही छैन है मधु मैले चाहिँ ज्याकेट पनि लगाइसकेँ यो जङ्गलमा आएपछि चाहिँ जाडो हुँदो रहेछ फाइनली हामी चाहिँ ड्याममा पुगिसक्यो अनि यो चाहिँ भ्यू मैले इन्टरनेटमा देखाए जस्तै रहेछ अनि हावा पनि आइरहेको थियो मेरो खुट्टा नै दुख्यो अब त So this is the all we want 21 kilometer हामी चाहिँ गयो so guys हामी चाहिँ धापधाम आइसक्यो यो चाहिँ लोकेसन हो अनि यहाँ यस्तो छ यो चाहिँ भ्यू हो यताको अब चाहिँ हामी फर्किन लागेको यो चाहिँ सानो ड्याम गाइस अब चाहिँ हामी फर्किने बाटो यस्तो छ कसरी फर्किने होला चाहिँ यति जानु छ हामीलाई जङ्गलमै छौँ हामी अहिले चाहिँ हामी 3 बजिसक्यो सो अझै हिँड्दै हामी पसिनाले लगभग हामी 21 किलोमिटर एकचोटि गयो अब 21 किलोमिटर एकचोटि मतलब 42 चोटि चाहिँ हामी 42 किलोमिटर हामीले चाहिँ गरिसक्यो अझै जानु छ गाइस सो लेट्स मिट इन तल है हामी चाहिँ बसमा बसिसक्यो र हामी घर जान लागेको थ्याङ्क्स फर वाचिङ